हामीले टेक पोइन्ट वेब डेभलपमेन्ट कम्पनीको लागि चाहिँ वेबसाइट रेडी पारेका छौँ र यसमा चाहिँ हामीले ब्याकएन्ड र फ्रन्ट एन्ड दुइटैमा काम गरेका छौँ। ब्याकएन्डमा चाहिँ हामीले एडमिनलाई मात्र लगइन सेक्सन र एडमिनको मात्रै फ्रन्ट एन्डमा चाहिँ हामीले टाइप स्क्रिप्ट युज गरेका छौँ अनि युआईको लागि चाहिँ हामीले रियाक्ट युज गरेका छौँ भने फ्रेमवर्क चाहिँ हामीले नेक्स्ट जेएस युज गरेका छौँ है। अनि ब्याकएन्डको लागि चाहिँ हामीले नेक्स्ट जेएस एपिआई राउटिङ युज गरेका छौँ सर्भर साइडको लागि र टाइप स्क्रिप्ट पनि युज गरेका। हामीले हाम्रो युआई हेरौँ है। हाम्रो कम्पनीको बारेमा सुरुमा चाहिँ होमपेजमा हाम्रो हिरो पेजमा चाहिँ त्यसपछि यताबाट गेट स्टार्टेड र सर्भिस दुइटैमा जान्छ सिधै क्लिक गर्ने। त्यसपछि हाम्रो सर्भिसेसहरू रहेको छ है। सर्भिसेसमा चाहिँ हामीले यहाँबाट अर्डर नाउ गर्न पनि मिल्यो है, मजाले काम गर्छ। हाम्रो अर्डर नाउमा भित्र आइसकेपछि यो खुल्छ। त्यसपछि हाम्रो रिसेन्ट प्रोजेक्टहरू के बनाएको छ त्यो कुराहरू यता क्लाइन्टको रिभ्यूहरू राखेका छौँ। त्यसपछि तल चाहिँ हाम्रो प्रोजेक्टहरू यताउति रेन्डमली राखेका छौँ है। त्यसपछि चाहिँ हामीले चाहे अनुसार चाहिँ एडिट गर्न मिल्छ। त्यसपछि हाम्रो चाहिँ यताबाट कन्टिन्यू टुडे हाम्रो कन्ट्याक्ट फर्ममा चाहिँ जान्छ। त्यसपछि हाम्रो चाहिँ सर्भिसेसमा चाहिँ हामीले सर्भिसेसहरू ट्याक्क राखेका छौँ। सर्भिसेस वेब डेभलपमेन्टमा के गर्छौँ हामीले त्यो कुरा सबै राखेका छौँ है। एपमा के गर्छौँ सबै कुराहरू राखेका छौँ। हामीले यताबाट पनि अर्डर गर्न मिल्यो या हाम्रो होम पेजबाट पनि अर्डर गर्न मिल्यो है। एउटै तरिका हो। त्यसपछि अबाउट सेक्सनमा चाहिँ हामीले सर अबाउट कम्पनीको बारेमा राखेका छौँ होइन, मिसनहरू भिजनहरू अनि किन चुज गर्ने त्यो कुराहरू राखेका छौँ। त्यसपछि हाम्रो कन्ट्याक्ट फर्ममा चाहिँ हामीले सानो कन्ट्याक्ट इन्फर्मेसनहरू राखेका छौँ है। कन्ट्याक्ट इमेल या अफिस पता छ। त्यसपछि हाम्रो सेन्ड मेसेजमा चाहिँ हामीले चाहिँ सानो फर्महरू बनाएका छौँ। फर्मबाट चाहिँ हाम्रो मेसेजहरू आउँछ। त्यसपछि हाम्रो चाहिँ यता ड्यासबोर्ड रहेको छ। यो हामीले चाहिँ एडमिनलाई लगइन गर्न अनि लगआउट गर्न पनि मिल्यो है। एडमिनलाई चाहिँ लगइन गर्नु छ भने ड्यासबोर्डमा क्लिक गर्ने। त्यसपछि मैले चाहिँ यो ब्लर गरेँ है। हाम्रो अटोमेटिक आइरहेको दुईटा अर्डर आइसकेको रहेछ। सरी एउटा चाहिँ प्रिन्टिङमा रहेछ है, तल देखाइरहेछ। त्यसपछि हाम्रो कन्ट्याक्ट मेसेज कन्ट्याक्ट फर्मबाट आएको मेसेज हाम्रो यहाँ बस्छ। हामीले कतिवटा रिसिभ गऱ्यौँ अर्डरहरू यहाँ हुन्छ, कतिवटा रिजेक्ट गऱ्यौँ यहाँ हुन्छ है। अनि हाम्रो चाहिँ अहिले रिसेन्टमा एउटा प्रोजेक्ट आएको रहेछ। अब यसको चाहिँ हामीले एडिट गर्न पनि मिल्यो। यताबाट हाम्रो एडिट सेक्सन पनि राखेका छौँ है। त्यसपछि यताबाट हामीले भ्यू गर्न पनि मिल्यो है। अनि तल आइसकेपछि हाम्रो कन्ट्याक्ट फर्मबाट आएको मेसेज चाहिँ हामीले यहाँ राख्ने गरेका छौँ। यहाँ आउँछ एकदममा। अनि हामीले चाहिँ कुनै एउटा अर्डर आइसकेको छ हामीले एक्सेप्ट गरेर हेरौँ। एक्सेप्ट गरिसकेपछि हाम्रो एक्सेप्ट भन्ने अप्सनमा आएर बस्छ। रिजेक्ट गरेको कुराहरू चाहिँ हाम्रो रिजेक्ट अप्सनमा आएर बस्छ है। पेन्डिङमा रहेको कुरालाई चाहिँ हामीले एक्सेप्ट गर्नु छ भने डिटेलमा जाने। त्यसपछि यहाँ के को लागि आएको रहेछ, कसको नाम हो, फोन नम्बर है, कम्पनीको नाम, बजेट कति छ, डिस्क्रिप्सनहरू आउँछ। हामीले एक्सेप्ट गऱ्यो भने चाहिँ हाम्रो एक्सेप्टमा आएर बस्छ। अनि सँगसँगै एक्सेप्ट गरिसकेपछि चाहिँ हाम्रो क्लाइन्टलाई नम्बरमा मेसेज जान्छ है। एउटा एक्सेप्टमा आएर बस्यो र एउटा रिजेक्ट आएर बसेको छ है। अहिले फेरि एउटा अप्सन एउटा गरौँ न है, एड गरौँ, एसएल एड गरौँ। त्यसपछि अहिले चाहिँ यो सबै कुराहरू उसमा राखिरहेको छ है। एउटा एड गऱ्यौँ, एड गरिसकेपछि हाम्रो सक्सेसफुल्ली भयो। त्यसपछि हाम्रो ड्यासबोर्डमा आएर तिनवटा पेन्डिङ भयो है। पेन्डिङ भइसकेपछि हाम्रो चाहिँ यहाँ अब एउटा पेन्डिङमा छ र अर्को चाहिँ हाम्रो एक्सेप्टमा रहेको छ र अर्को चाहिँ हाम्रो रिजेक्टमा रहेको छ। हामी तिनटै चाहिँ काम गर्यो। अब हाम्रो चाहिँ फर्मले कसरी काम गर्छ त्यो पनि हेरौँ। अनि एडमिनले चाहिँ हामीले यताबाट लगआउट गर्न पनि मिल्यो र लगइन गर्न पनि मिल्यो। यो चाहिँ हामीले कन्ट्याक्ट फर्ममा गएर एउटा फर्म क्रिएट गरौँ है। त्यो हाम्रो मेसेज चाहिँ ड्यासबोर्डमा कति देखिन्छ हेरौँ। मैले रेन्डमली एउटा गराएँ,
के को लागि होला मैले ओल्डको लागि भने अनि ऱ्यान्डमली मेसेज गरेर मैले सेन्ड गरेर भने यो मेसेज गरिदियो है। अनि त्यसपछि हाम्रो ड्यासबोर्डमा गएर हेरौँ त्यो मेसेज चाहिँ यता आइसक्यो। यसलाई हामीले भ्यू गर्न पनि मिल्यो है, हामीले सेन्ड गर्न पनि मिल्यो, एड गर्नु पनि मिल्यो है। अनि हामीले मेसेजलाई भ्यू गरिसकेपछि हामीले रिमार्क्स रिड गरिसक्यो भने रिड गर्ने, छैन भने क्लोज गर्ने है। रिड गरेको छ भने चाहिँ हामीले रिडमा क्लिक गरेर हामीले रिड भनेर आउँछ र फेरि भ्यूमा गएर हेऱ्यो भने चाहिँ हामीले है यता चाहिँ यो सेक्सन